हेलो साथीहरू, सन्चै हुनुहुन्छ सबैजना। म चाहिँ आज दाल पुरीको रेसिपी हजुरहरूसँग सेयर गर्न गएको छु। यो कुकरमा मैले अहिले चनाको दलेको दाल लगाएको छु हैन। त्यसपछि यो दाल पाकिसकेपछि हामीले चाहिँ केही छिनमा कराईमा थोरै तेल राख्यौँ। अनि तेल राखिसकेपछि त्यो दाललाई चाहिँ हामीले पहिला खुरेर एकदम रेडी बनाइसकेका छौँ हैन। फुटालेर एकदम रेडी गरिसकेका छौँ। अब तेल राम्रोसँग डढिसकेपछि यसमा जिरा राख्छौँ र जिरा बेसरी पकाउने कि कालो हुँदासम्म यो मलाई केही पनि नलेज थिएन। सबै मलाई मेरो सासू मम्मीले सिकाइदिनु भएको हैन। तर मिठो हुने रहेछ लास्टसम्म हेर्दाखेरि चाहिँ मलाई बहुत खाएर पनि बहुत टेस्टी लाग्यो। अहिले चाहिँ त्यहाँ हाम्रो जिरा राखेको छौँ हामीले, त्यो जिरा फुलिराखेको छ हैन। अनि त्यसपछि त्यो गरिसकेपछि त्यसमा हामीले फेरि सुकेको खुर्सानी राखेर दाल राखेँ। अनि अब दाललाई यसरी खुर्ने कि त्यसरी खुरेर एकदम साह्रो बनाउने कि जस्तो कि आलु पराठा बनाउने जस्तो बनाउनु पर्ने रहेछ कि। तर आलु पराठा भन्दा झन् टेस्टी हुने रहेछ। मलाई मम्मीले सिकाइरहनु भएको थियो, यो गर यो गर यो गर यसरी गर भनेर हैन। यो आजको हाम्रो साँझको खाना हो। त्यसपछि यसलाई यसरी बेसरी खुरियो। अनि खुरिसकेपछि सकेसम्म त्यो नहोस् भनेर फेरि तरकारीको लागि चाहिँ यता मैले आलु उसिनिरहेको थिएँ है। कुकरमा फेरि आलु लगाइदिएँ अनि यसलाई खुरिराखेको थिएँ। यता अर्को साइड कुकरमा आलु लगाएँ, यता यसलाई यसरी खुरेर यतिसम्म सुक्खा बनाउनु पर्ने रहेछ, नत्र भने रोटी गल्न सक्ने रहेछ कि। त्यही सिकाउनु भयो सासू मम्मीले चाहिँ। यसलाई चाहिँ सुक्खा बनाउनु पर्छ, नत्र रोटी फेरि बेल्ने बेला बाहिर निस्किहाल्छ भन्नुभयो कि। हेर्नुहोस् त कस्तो आनन्दले यसलाई खुरी यस्तो बनाउने काम गरियो। त्यसपछि मैले पिठो गुनिसकेको थिएँ। यति बेला मम्मीले चलाइराख्नु भएको थियो। थोरै थोरै क्लिप छ। आलु पाकेर रेडी भइसक्यो। यहाँ चाहिँ आलु र सोयाबिनको बन्यो। मम्मीले यसको नाम चाहिँ छुट्टै भन्नुभयो, मलाई ठ्याक्कै नाम याद भएन हैन। आलुको चार टुक्रा गर्ने, सोयाबिन यहाँ रेडी छ। अब फेरि सोयाबिनलाई भुट्नका लागि थोरै कराईमा तेल राखेँ है। यसमा थोरै तेल राख्ने, एकदमै थोरै। तर सोयाबिन भुटेको बहुत राम्रो हुन्छ कि। म त यत्तिकै पनि खाइदिन्छु कि, भुट्यो भने बहुत मनपर्छ। अब यसलाई यसरी सबै सोयाबिनहरूलाई एकचोटि फ्राई प्यानबाट निकालेर तेलमा रातो हुँदासम्म भुटेँ। अनि त्यसपछि यो सोयाबिनलाई भुटियो मजाले। यो सोयाबिन भुट्ने काम गरियो हैन। सोयाबिनलाई भुटेर रातो हुन्छ। त्यसपछि यो त यत्तिकै पनि खाइदिन्छु कि, म त कस्तो मनपर्छ। म अघिपछि पनि खान्छु कि यसलाई। अनि त्यसपछि यसलाई दुईचोटि गरेर भुटेको थिएँ। यसलाई मजाले भुटेर ताने। आलु काटेर रेडी भइसकेको थियो। त्यसपछि बल्ल तेल राखेर फेरि आलु भुट्नु थियो। प्याज काटिसक्नु भएको थियो, मम्मीले काटिदिनु भएको थियो। त्यो काटेकै प्याजलाई अनि त्यसपछि फेरि भुने। यो चाहिँ तरकारीको लागि गरिराखेको छु हैन। जुन रोटीको लागि थियो त्यो रेसिपी त बनाएर राखेको मात्रै छु कि। त्यो जुन हेर्दाखेरि एकदमै झन्झटिलो हुने रहेछ हैन। तर आफूले गर्दाखेरि दाल तरकारीको रेसिपी चाहिँ त्यति झन्झटिलो मलाई लागेन कि। अर्काले सिकाएको भएर पनि होला हुन त सुरुमा। त्यसपछि यो प्याजलाई मजाले रातो हुँदासम्म भुनियो र यो आलु राखेँ मैले। त्यसपछि कुनै पनि मसला पिसेर राखेको थिएन। थोरै चाहिँ यो गुलिको गरम मसला राखेँ। आलु राखिसकेको थिएँ। त्यसपछि म रोटी बेल्न थालेँ। मम्मीले सिकाइसक्नु भएको थियो पहिला एउटा रोटी। त्यहाँनिर हाम्रो चाहिँ बन्छ सोयाबिन छ, त्यो राख्न बाँकी छ। अर्को चुलामा पाकिराखेको छ। हेर्नुहोस् त कस्तो दामी रोटी बनेछ। यसको भित्र दाल छ कि, हल्का तेल लगाउने हो, त्यस्तो चिल्लो पनि बनाउने होइन। अनि यसरी हाम्रो खाना रेडी भयो। आजको खाना हाम्रो यो खाना सँगसँगै चाहिँ त्यो दालको टेस्ट बहुत मिठो छ। हजुरहरूलाई पनि मनपर्छ भने एकचोटि टेस्ट गर्नुहोला। एकदमै मिठो छ। कस्तो लाग्छ मलाई पनि सुझाव दिनुहोला। यदि राम्रो लागेछ भनेपछि मैले फेरि नयाँ खानाको रेसिपी, मलाई त आउँदैन, हाम्रो सासू मम्मीले चाहिँ धेरै आउने रहेछ, त्यो भन्न सक्छु ल। हुन्छ, गुड नाइट सबैजनालाई।